मोहन शमशेरलाई सम्झँदा हामी के भनेर सम्झिन्छौँ त? यो विषयमा चाहिँ आज हामी छलफल गर्नेछौँ है। मोहन शमशेरलाई सम्झँदा है अन्तिम राणा प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ? मोहन शमशेरलाई है। अन्तिम राणा प्रधानमन्त्री भनेर मोहन शमशेरलाई चिनिन्छ। अनि मोहन आकाशवाणी भनेर कसलाई चिनिन्छ? मोहन शमशेरलाई चिनिन्छ है। मोहन आकाशवाणी। अनि प्रजातन्त्र आउँदाका प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ? मोहन शमशेरलाई। प्रजातन्त्र आउँदाका प्रधानमन्त्री भनेर मोहन शमशेरलाई चिनिन्छ। अर्को, रेडियो राख्न अनुमति दिने प्रधानमन्त्री को हुन् अथवा राणा प्रधानमन्त्री को हुन् भनेर सोध्न सक्छ। रेडियो राख्न अनुमति दिने प्रधानमन्त्री मोहन शमशेर हुन् है। ल फेरि रिभिजन गरौँ है। मोहन शमशेरलाई सम्झँदा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर, मोहन आकाशवाणी, प्रजातन्त्र आउँदाका प्रधानमन्त्री, रेडियो राख्न अनुमति दिने मोहन शमशेर हुन् है।